आजको यस कार्यक्रम सञ्चालकज्यू सम्पूर्णमा जयले जय माटो नमस्ते। ल विशेष धन्यवाद दिन चाहन्छु आजको यस सभा आयोजना गर्नुहुने हाम्रा साथीहरूलाई, विष्णुराजजी लगायत यहाँको चाहिँ विभिन्न स्वयंसेवक युवा साथीहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। र यो चाहिँ आजको यस भेटघाट कार्यक्रम सफल गर्नको निम्ति उपस्थित हुनुभएका सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीहरूलाई पनि विशेष म धन्यवाद दिन चाहन्छु। र आज म यहाँ किन आइरहेको छु भने विशेष तपाईँलाई आज केही कुरा भन्नु होइन, मात्रै तपाईँहरूसँग भेटघाट गर्ने र तपाईँहरूलाई विशेष धन्यवाद दिन आएको हो। फागुन 21 गतेको चुनावमा निर्वाचनमा तपाईँहरूले विश्वास गरेर श्रम संस्कृति पार्टीको अन्जुलीमा रहेको माटोमा मतदान गर्नुभयो। त्यसको लागि विशेष मेरो तर्फबाट र पार्टीको सिङ्गो पार्टीको तर्फबाट म तपाईँहरू सम्पूर्ण धन्यवाद दिन चाहन्छु। आदरणीय आमा दाजुभाइ दिदीबहिनीहरू, यसपालि चाहिँ खोटाङमा इतिहासमै पार्टी अथवा एउटा व्यक्तिले होइन, सिङ्गो खोटाङ आम नागरिकहरूले जितिसकेको चाहिँ अथवा जित्यो पहिलोचोटि भनेर मैले चाहिँ त्यति बेला निर्वाचित भइसके पछाडि भनेको थिएँ। आज पनि टेम्बावासी आदरणीय आमा दाजुभाइ म के भन्छु भने यसपालिको निर्वाचन भनेको चाहिँ आम नागरिकहरूको भावनालाई कदर गर्दै समग्र खोटाङले चाहिँ आदरणीय आमा दाजुभाइ दिदीबहिनीहरूले जितेका छौँ, हामीले साह्रो ढङ्गले जितेका छौँ भन्ने सम्झिनुपर्छ। किन भन्दाखेरि यो मेरो चाहिँ एउटा यो मुखुन्ड मात्रै हो, अनुहार मात्रै हो, तर सम्पूर्ण तपाईँहरूसँग चाहिँ मैले सधैँ भन्ने गरेको छु। यसपालि म निर्वाचित भएँ, अब निर्वाचित भएर गइसके पछाडि अब म चाहिँ अब संसदको चाहिँ शपथ खान जानुपर्ने के त्यो फेरि कामहरू छ, त्यो प्रक्रियाहरू पुरा फेरि खोटाङ नै आउँछु। अब पहिलाको जस्तो म चाहिँ तपाईँको चाहिँ निर्वाचित हुने उता गइहाल्ने भन्ने होइन। यहाँको साथीहरूसँग, यहाँको चाहिँ आमा दाजुभाइ दिदीबहिनीहरूसँग गाउँ बस्तीमा आएर इमानको साथ काम गर्छु, म इमान्दारी भएर काम गर्छु। तपाईँहरूको दुःख सुखमा म साथ दिन्छु र विकासको निम्ति अब चाहिँ मैले तपाईँको चाहिँ ल्याउनु पर्ने बजेट पहल गर्नुपर्ने काम कर्तव्य कुनै पनि तपाईँको चाहिँ मैले कन्सेसन गर्दिनँ, बाँकी राख्दिनँ। अघि यहाँ हाम्रो विश्वनाथजीले भन्नुभयो यलम्बर चाहिँ अब तपाईँको चाहिँ मार्ग निर्माण गर्ने कुराहरूमा के छन् ती कुराहरूमा हामी हेर्ने नै छौँ। अनि थुप्रै कुराहरूमा हामी सँगै सहकारी गरेर जानेछौँ। अब हिजो जस्तो हामीले गफ चाहिँ गर्दैन, नहुने गफ गर्दैन हो कि होइन, नहुने गफ चाहिँ गर्नु हुँदैन है। यो नहुने गफले गर्दा देश बिग्रिया हो। म तपाईँको चाहिँ 5 वर्षभित्र खोटाङलाई चाहिँ सिङ्गापुर जस्तो सुन्दर बनाउँछु चाहिँ भन्दिनँ, तर यति भन्छु कि तपाईँ खोटाङमा सुशासन कायम गर्नु प्रयत्न गर्छु। बजेट आइसके पछाडि त्यसलाई ढिला सुस्ती नगरिकन, अझ 1 रुपियाँ भ्रष्टाचार नगरिकन, 1 रुपियाँ तपाईँको चाहिँ त्यहाँ चाहिँ तपाईँको चन्दा आतङ्क अथवा तपाईँको चाहिँ त्यहाँनिर चाहिँ घुसपेट अथवा त्यहाँ तपाईँको चाहिँ त्यो कुनै पनि तपाईँको चाहिँ त्यसलाई त्यो बजेटले तपाईँको दायाँ बायाँ नगरिकन, तपाईँको सेटिङ फेटिङ नमिलाइकन स्पष्ट ढङ्गले जति आउँछ त्यसको चाहिँ इमानको पूर्वक काम गर्नमा मेरो प्रयत्न रहन्छ, मेरो भूमिका रहन्छ। र चाहिँ म घुम्दै गर्दाखेरि खोटाङमा थुप्रै ठाउँ मैले देखेको छु, बाटोघाटोहरू चाहिँ अलपत्र छन्, चाहिँ सरकारी विभिन्न चाहिँ तपाईँ स्कुल कलेजको भवनहरू अलपत्र छन्, पुलहरू अलपत्र छन्। अब बजेट लागेको छ, ठेकम लागेको छ, काम भएको छ। अब त्यो क्या काम किन नभएको, किन ढिलै सुस्ती भयो, के कारण ढिलै सुस्ती भयो? अब नेपाल सरकारको कारणले हो कि तपाईँको ठेकेदारको कारणले हो कि कमिसन तपाईँको चाहिँ घुसपेटले बिग्रिया हो कि त्यो के हो? त्यो म सबै हेर्छु। मैले तपाईँको चाहिँ हिजो मात्रै तपाईँको एउटा फुल हेरेर आएँ, यता तलपट्टि तपाईँको चाहिँ बङ्सिला घाट एरियाको पनि त्यस्तै समस्याहरू छन् होइन। ती सबै तपाईँको चाहिँ पहिला आएको बजेट र तपाईँको चाहिँ बिग्रल अवस्थामा भएको जति पनि तपाईँको त्यो चाहिँ आयोजनाहरू छ, त्यो सबै आयोजनाहरू म एकचोटि हेर्छु। र खोटाङमा मेरो तपाईँ कार्यक्षेत्रले भ्याउने जति पनि तपाईँको चाहिँ कामहरू छ त्यो म एक तलमाथि नगरिकन पूर्ण गर्नेछु, पुरा गर्नेछु। र तपाईँ काम गर्दाखेरि मैले सधैँ भन्ने गरेको छु, म 1 रुपियाँ घुस पनि खान्न, मैले खानु पनि छैन र 1 रुपियाँ घुस खान पनि दिन्न हेर्नुहोस्।
हेर्नुहोस् है